आइपिओ चाहिँ कुन तरिकाले बाँडफाँड हुँदछ अथवा त्यो टोकरीबाट निकालेको बलको अर्थ चाहिँ के हो त भन्ने कुरा तपाईँलाई क्लियर गर्नका लागि तपाईँलाई चाहिँ म मोबाइल स्क्रिनमा लगाएर देखाउँछु। इक्जाम्पलको लागि मैले तपाईँलाई चाहिँ यहाँबाट चाहिँ यहाँ चार्ट देखाइरहेको छु। यहाँ चाहिँ सिरियल बाई तरिकाले चाहिँ यहाँ चाहिँ 20वटासम्म मैले राखेको छु र यहाँ तपाईँले देख्न सक्नुहुन्छ प्रायः जस्तो आइपिओहरू चाहिँ 5 दिनसम्म चाहिँ खुलाइरहेको हुन्छ भने जुन व्यक्तिले चाहिँ आइपिओ खुल्ने बित्तिकै फर्स्टमा भन्नुभएको छ त्यो व्यक्तिको नाम चाहिँ यहाँ सिरियल नम्बर 1मा पर्ने भयो। जस्तै यहाँ चाहिँ अनिता भन्नेले चाहिँ सुरुमै भरेको रहेछ। त्यसपछि सेकेन्डमा कसले भरेको रहेछ, विशालले भरेको छ, तेस्रोमा चाहिँ चन्द्रले, त्यसमा 4मा चाहिँ दिपाले, यसरी चाहिँ सिरियल बाई त्यहाँ राख्ने गर्छ। जुन चाहिँ यो चाहिँ यो डेट अनुसारले अथवा टाइमिङ अनुसारले चाहिँ सिरियल बाई एउटा चाहिँ र डाटा निकालिन्छ। भनेको मतलब चाहिँ 5 दिनसम्म जुन व्यक्तिहरूले आइपिओ चाहिँ आवेदन दिनुहुन्छ उहाँहरूलाई चाहिँ यो डेट र टाइमको अनुसारले चाहिँ सिरियल बाई चाहिँ राख्ने काम गरिन्छ। त्यसपछि मात्र बल्ल आइपिओ जब चाहिँ 5 दिनपछि क्लोज हुन्छ, तपाईँले एप्लाई गर्न पाउनुहुन्न, त्यसपछि मात्र बल्ल प्री अलटमेन्ट गरिन्छ। प्री अलटमेन्ट गर्दाखेरि चाहिँ अब कुनै पनि कम्पनीले आइपिओ निष्कासन गर्दछ भने उसलाई चाहिँ इस्यु म्यानेजर चाहिँ नियुक्त गरेको हुन्छ, बिक्री प्रबन्धक चाहिँ नियुक्त गरेको हुन्छ र बिक्री प्रबन्धकले अब चाहिँ प्री अलटमेन्टमा चाहिँ इनभ्यालिड एप्लिकेसनहरूलाई चाहिँ रिजेक्ट गरिदिन्छ र भ्यालिड एप्लिकेसनलाई मात्रै, जुन भ्यालिड भनेको चाहिँ भेरिफाई भएको एप्लिकेसनहरूलाई मात्रै उनीहरूले चाहिँ त्यहाँ चाहिँ र डाटामा राख्ने काम गरिन्छ। अब त्यो तपाईँले चाहिँ अब यो भ्यालिड एप्लिकेसन भनेको भेरिफाई भनेको चाहिँ जुन मैले तपाईँलाई अलरेडी तपाईँलाई बताएको छु 5वटा कारणले चाहिँ आइपिओ रिजेक्ट हुन्छ। जुन चाहिँ इनभ्यालिड एप्लिकेसन भनेको चाहिँ रिजेक्ट हुने एप्लिकेसनहरूलाई चाहिँ अब हटाइन्छ, रद्द गरिन्छ भने जुन भ्यालिड एप्लिकेसन छ त्यसलाई मात्रै त्यहाँ राख्ने काम गर्छ। जुन चाहिँ सिरियल बाई जुन डेट अनुसारले राखेको थियो त्यो र डाटा एउटा बनाइन्छ। त्यसपछि यो सिरियल नम्बर अनुसार नै जुन डेट अनुसार नै सिरियल नम्बर राखेको हुन्छ। अब यो काम गरिसकेपछि अब दोस्रो स्टेपमा जाँदाखेरि चाहिँ यहाँ चाहिँ एउटा ऱ्यान्डमाइज डाटा निकाल्ने काम गर्छ, जसमा चाहिँ अघि मैले तपाईँलाई बताएको थिएँ। अब डेट कलेक्सन गरेर जुन प्री अलटमेन्ट सकेपछि अब ऱ्यान्डमाइज डाटा निकाल्दाखेरि चाहिँ अब सिरियल नम्बर 1मा चाहिँ अनिता थियो, सिरियल नम्बर 2मा चाहिँ विशाल थियो, 3rdमा चन्द्र, 4मा चाहिँ दिपा थियो भने अब यसलाई चाहिँ ऱ्यान्डमाइज गर्न काम गरिन्छ। त्यसको लागि चाहिँ यो चाहिँ सिरियल नम्बर थियो भने अब न्यू सिरियल नम्बर बनाइन्छ। न्यू सिरियल नम्बर चाहिँ कसरी बनाइन्छ भन्दाखेरि अहिले नेपालको हालसालको अहिले कुरा गर्दाखेरि चाहिँ 60देखि 70 लाखसम्म व्यक्तिहरूले चाहिँ डिमेट एकाउन्ट खोलिसकेको छ। त्यो कारणले चाहिँ अब 60देखि 70 लाख भनेपछि 69 लाखसम्मको एउटा चाहिँ सिरियल नम्बर बनाउनका लागि चाहिँ सिरियल नम्बरलाई चाहिँ 7 डिजिटको बनाइन्छ। सिरियल नम्बर 1मा अनिता थियो भने एक नम्बरलाई न्यू सिरियल नम्बर बनाउनका लागि चाहिँ 7वटा डिजिट बनाउनका लागि 6वटा 0 पछि 1 यसरी बनाइन्छ। त्यसपछि यसलाई क्रमबद्ध रूपमा गर्दाखेरि सेकेन्ड यो 2 नम्बर सिरियललाई बनाउनलाई 7वटा डिजिट पुर्याउनका लागि 6वटा 0 पछि 2, त्यसपछि 3 नम्बरमा यो सिरियल नम्बर छ भने यसलाई पनि 6वटा 0 पछि 3 गरेर चाहिँ यसरी चाहिँ जुन जुन भ्यालिड एप्लिकेसनहरू छ उनीहरूलाई चाहिँ यो न्यू सिरियल नम्बर चाहिँ यसरी बनाइन्छ। अब यो बनाइसकेपछि चाहिँ अब बल्ल चाहिँ रिभर्स गर्ने काम गर्छ। न्यू सिरियल नम्बर चाहिँ यसरी चाहिँ 0 थप्ने काम गरे, 7वटा डिजिटको बनाए सबै सिरियल नम्बरलाई न्यू सिरियल नम्बर बनाइसकेपछि अब त्यसपछि सेकेन्ड स्टेप भनेको तपाईँको अब त्यो न्यू सिरियल नम्बरलाई फेरि रिभर्स गर्ने काम गरिन्छ। रिभर्स भनेको ठ्याक्क उल्टो गर्ने काम गरिन्छ। जस्तै 6वटा 0 पछि 1 थियो, यो न्यू सिरियल नम्बर बनेको थियो भने अब 1 लास्टमा थियो भने 1 अब फर्स्टमा आउने भयो, त्यसपछि 6वटा 0 आउने भयो। त्यसरी नै यो 2 लास्टमा थियो भने अब 2 अगाडि आउने भयो, त्यसपछि 6वटा 0 पछाडि हुने भयो। यसरी चाहिँ रिभर्स गर्ने काम गरिन्छ। यो रिभर्स गर्ने काम गरिसकेपछि फेरि यो चाहिँ सबै सफ्टवेयरले गर्ने हो। तपाईँहरू चाहिँ हामीले अब क्यालकुलेट गरेर गऱ्यो भने चाहिँ अलिकति लेट हुन्छ, तर यो सबै सफ्टवेयरले गर्ने काम गर्ने भएकोले चाहिँ यो चाहिँ एकदमै छिटो नै हुनेछ। अब यो रिभर्स गरेको नम्बरलाई फेरि ठ्याक्क चाहिँ अब यो एसेन्डिङ अर्डरमा अब सानोदेखि ठुलो गर्दाखेरि चाहिँ अब यहाँ सबै चाहिँ उल्टो पाल्टो हुने हुन्छ। भनेको यो चाहिँ सफ्टवेयरले नै गरिदिन्छ कुन चाहिँ सबैभन्दा सानो नम्बर हो, कुन चाहिँ सबभन्दा ठुलो नम्बर हो भनेर चाहिँ यहाँ चाहिँ एसेन्डिङ अर्डर चाहिँ अटोमेटिक यहाँ चाहिँ आइपुग्छ। त्यसो गर्दाखेरि चाहिँ अब यहाँ चाहिँ ठ्याक्क तपाईँले अघि सिरियल नम्बर 1मा चाहिँ को थियो, अनिता थियो भने अब अनिता नै पर्छ भने हुँदैन। अब यहाँ चाहिँ को परेको छ, ज्योति पर्न गएको छ। किनभने यहाँ चाहिँ एसेन्डिङ अर्डरमा ठ्याक्क उल्टो गर्दाखेरि नम्बर चाहिँ ठ्याक्क सानोदेखि ठुलो गर्दाखेरि चाहिँ यहाँ सबै अब चेन्ज हुने भयो। पहिला चाहिँ अनिता थियो, डेट अनुसारले गर्दाखेरि त होइन, डेट अनुसार सिरियल नम्बर राख्दाखेरि चाहिँ अनिता फर्स्टमा थियो भने अब यो एसेन्डिङ अर्डरमा गर्दाखेरि ज्योति पहिलो नम्बरमा सिरियल नम्बरमा पर्यो। दोस्रो सिरियल नम्बरमा निता पर्यो, अघि विशाल थियो अहिले चाहिँ निता भयो। अघि चन्द्र थियो भने डेट अनुसारले हेर्दाखेरि अहिले चाहिँ बल्ल 3rdमा चाहिँ यहाँ अनिता आइपुगेको छ। यसरी चाहिँ अब यो एसेन्डिङ अर्डर चाहिँ लास्ट हुन्छ। यो एसेन्डिङ अर्डरमा रहेको सिरियल नम्बर नै बल्ल चाहिँ यसलाई चाहिँ फाइनल मानिन्छ। र यो एसेन्डिङ अर्डरमा रहेको सिरियल नम्बर अनुसार अब यो ज्योति पहिलो सिरियल नम्बरमा रह्यो, निता सेकेन्डमा, 3rdमा अनिता, त्यसपछि कमल, त्यसपछि विशाल, त्यसपछि लिना गरेर यसरी चाहिँ सिरियल नम्बर अनुसार कतिजना
व्यक्तिले चाहिँ आइपिओ भरेको छ, अब भ्यालिड एप्लिकेसन कति छ त्यो अनुसार चाहिँ अब मानौ 23-24 लाखजनाले चाहिँ आइपिओ भरेको छ भने 23-24 लाखको यसरी सिरियल बाई अनुसार नै यो एसेन्डिङ अर्डर अनुसार नै सिरियल बाई राख्ने काम गरिन्छ। र तपाईँको पनि अब तपाईँले आइपिओ तपाईँले आवेदन दिनुभएको छ भने तपाईँको पनि यो एसेन्डिङ अर्डर अनुसार नै तपाईँको भेरिफाई भएको छ भने यही अनुसारले नै त्यहाँ सिरियल नम्बरमा रहेको हुन्छ तपाईँको नम्बर पनि। र यसलाई अब एसेन्डिङ अर्डरमा रहेको जुन नम्बर छ, सिरियल नम्बर छ, त्यसलाई चाहिँ स्किप भ्यालु निकालेर चाहिँ अब आइपिओ बाँडफाँड गरिन्छ। यो स्किप भ्यालु भनेको के हो त भन्ने कुरा तपाईँले बुझ्नको लागि स्किप भ्यालु कसरी निकालिन्छ त भन्दाखेरि टोटल आवेदन दिने व्यक्ति, टोटल एप्लिकेन्ट भनेको टोटल आवेदन दिने व्यक्तिलाई चाहिँ कतिजनाले सेयर पाउँछ त्यसले भाग गऱ्यो भने स्किप भ्यालु निस्किन्छ है। यो स्किप भ्यालु अनुसारले चाहिँ आइपिओ बाँडफाँड गरिन्छ। अब यो जस्तै हामी इक्जाम्पलको लागि हामी एउटा चाहिँ कुनै आइपिओको हामीले चाहिँ स्किप भ्यालु निकालेर हेर्नेछौँ। जस्तै कुनै पनि कम्पनीले 80 लाख किता चाहिँ आइपिओ निष्कासन गर्दैछ भने धितोपत्ता बोर्डको नियमअनुसार आवेदनले चाहिँ कम्तीमा 10 किता पाउने नियम भएकोले चाहिँ अहिले चाहिँ सेयर पाउनेको सङ्ख्या चाहिँ कति हुन्छ भन्दाखेरि 80 लाखलाई 10ले भाग गऱ्यो भने चाहिँ कति भयो, 8 लाखजनाले चाहिँ सेयर पाउने हुन्छ। 8 लाखजनाले सेयर पाउने छ भनेपछि अब सेयर भर्ने सङ्ख्या चाहिँ मानौ 24 लाखजनाले चाहिँ सेयर भरेको छ, भ्यालिड एप्लिकेसन भएको छ भनेपछि अब हामीले स्किप भ्यालु निकाल्नको लागि चाहिँ के गर्नुपर्ने भयो, टोटल एप्लिकेन्टलाई चाहिँ अब कतिजनाले सेयर पाउँछ त्यसले भाग गर्नुपर्ने भयो। भनेपछि जस्तै यहाँ चाहिँ सेयर भर्नेको सङ्ख्या 24 लाख छ भने 24 लाखलाई चाहिँ हामीले स्किप भ्यालु निकाल्नको लागि 8 लाखजनाले सेयर पाउँछ भने हामीले चाहिँ यहाँ चाहिँ भाग गर्नुपर्ने भयो स्किप भ्यालु निकाल्दाखेरि 24 लाखलाई चाहिँ 8 लाखले भाग गर्दाखेरि स्किप भ्यालु चाहिँ 3 निस्कियो। अब यो 3 स्किप भ्यालु निस्कियो भने बल्ल अब हामीले चाहिँ यो स्किप भ्यालुबाट चाहिँ हामीले सेयर पाउने गर्दछ। अब यो चाहिँ कसरी पाउँछ त भन्दाखेरि तपाईँले देख्नुभएको होला, हामीले आइपिओ बाँडफाँड गर्दाखेरि तपाईँले त्यो टोकरीबाट चाहिँ यसरी बल निकालेको तपाईँले देख्नुभएको होला। यो बल निकाल्दाखेरि तपाईँ यहाँ देख्नुभयो होला रोटरी सिस्टम भनेर मैले यहाँ तपाईँलाई चाहिँ इक्जाम्पलको लागि दिइरहेको छु। र त्यो टोकरीमा चाहिँ 1 देखि 9 सम्मको बल राखेको हुन्छ, 1 देखि 9 नम्बरसम्मको बल राखेको हुन्छ र त्यहाँ चाहिँ ऱ्यान्डमली एउटा पिक गर्ने काम गर्दछ। र त्यहाँ चाहिँ सबै व्यक्तिहरूको त्यहाँ पब्लिक नै बसिरहेको हुन्छ, पब्लिकै बिचमा चाहिँ यहाँ कुनै चलखेल हुँदैन, पब्लिकै बिचमा एउटा नम्बर त्यहाँ चाहिँ पिक गर्ने गर्छ। इक्जाम्पलको लागि हामीले चाहिँ 2 नम्बर चाहिँ यहाँ चाहिँ यो टोकरीबाट निकालेको छ भने मानौ 2 नम्बर चाहिँ निकालेको छ भने अब 2 नम्बर निकालेको छ भने त्यो 2 नम्बरको अर्थ के हुन्छ त भन्ने कुरा तपाईँलाई म यहाँ चाहिँ क्लियर गरिदिनेछु। जस्तै त्यो टोकरीबाट 2 नम्बर चाहिँ निकालेको छ भने अब अघि चाहिँ एसेन्डिङ अर्डर अनुसार चाहिँ पहिलो ज्योति परेको थियो, सेकेन्डमा निता परेको थियो, तेस्रोमा अनिता परेको थियो, अनि त्यसपछि कमल, विशाल यसरी चाहिँ सिरियल बाई राखेको थियो भने अब त्यो सिरियल अनुसार नै अब यो टोकरीमा परेको जुन 2 नम्बर छ त्यो 2 नम्बर भनेको चाहिँ सिरियल नम्बर 2मा पर्ने व्यक्तिले चाहिँ अब सेयर पाउने भयो 10 किता। यहाँ तपाईँले देख्न सक्नुहुन्छ निता चाहिँ सिरियल नम्बर 2मा छ, त्यो कारणले चाहिँ टोकरी 2मा चाहिँ यो टोकरीबाट निकालेको बल 2 नम्बर भनेको चाहिँ यो निताले चाहिँ सिरियल नम्बर 2मा छ, त्यो कारणले चाहिँ निताले 10 किता पाउने भयो। अब निताले 10 किता पाएपछि चाहिँ अब सेकेन्ड आइपिओ चाहिँ कसले पाउँछ त भन्दाखेरि अब यो 2मा चाहिँ स्किप भ्यालु जोडेर आउने हुन्छ। 2मा चाहिँ स्किप भ्यालु कति थियो, 3 थियो। स्किप भ्यालु 3 भनेको अब 2मा चाहिँ स्किप भ्यालु 3 जोड्यो भने 5 हुन्छ भनेपछि सिरियल नम्बर 5मा हुनेले चाहिँ फेरि 10 किता पाउने भयो। 5मा चाहिँ कुन थियो, विशाल रहेछ। अब 5मा फेरि स्किप भ्यालु जोड्यो भने 8 भयो। 8मा फेरि यसरी चाहिँ 8मा कुनले पायो, मनिताले पायो 10 किता। त्यसपछि 8मा फेरि स्किप भ्यालु 3 जोड्यो भने 11 हुन्छ। फेरि सिरियल नम्बर 11मा हुने चाहिँ कसले पायो, इलिनाले पायो। त्यसपछि 11मा फेरि स्किप भ्यालु 3 जोड्यो भने 14 भयो। 14 फेरि 14मा चाहिँ को छ, सिरियल नम्बर 14मा चाहिँ प्रकाश रहेछ। प्रकाशले चाहिँ 10 किता पाउने भयो। अनि यसरी चाहिँ यो यसरी गर्दै स्किप भ्यालु गर्दै जाँदाखेरि 24 लाख जुन आवेदक छ उनीहरूलाई चाहिँ यो 24 लाखसम्म स्किप भ्यालु जोड्दै गएर चाहिँ सेयर चाहिँ पाउने हुन्छ। जुन व्यक्तिहरू चाहिँ स्किप भ्यालु जोड्दै जाँदाखेरि उनीहरूको नाम पर्छ उनीहरूले चाहिँ सेयर पाउने हुन्छ र जुन चाहिँ स्किप भ्यालुमा जुन नाम पर्दैन उनीहरूले चाहिँ सेयर पाउँदैन। त्यो कारणले तपाईँले चाहिँ यो भिडियो हेरिसकेपछि पक्कै पनि तपाईँले चाहिँ यो आइपिओ बाँड्न चाहिँ कसरी हुँदो रहेछ र यसमा चाहिँ आइपिओ कुन समयमा भर्दाखेरि पर्ने रहेछ अथवा हामीले बिहान भर्दाखेरि पर्ने हो कि आइपिओ पर्ने कुनै तरिका छ कि छैन भने जुन तपाईँहरूको जिज्ञासा छ त्यो चाहिँ पक्कै पनि तपाईँले क्लियर भयो होला। हाम्रो चाहिँ यो आइपिओ तपाईँले भेरिफाई चाहिँ हुनु पर्यो, तपाईँको रिजेक्ट हुनु भएन। रिजेक्ट भए पनि तपाईँको आइपिओ यो चाहिँ यहाँ लोटरी सिस्टममा पर्ने नै भएन। त्यो कारण तपाईँको भेरिफाई हुनको लागि जुन 5वटा रिजेक्सनको मैले जुन कारणहरू बताएको छु त्यो हुनु भएन र तपाईँको भेरिफाई भएको छ भने यो चाहिँ सबै सिस्टम अनुसार नै त्यहाँ चाहिँ आइपिओ बाँडफाँड गरिन्छ र त्यहाँ चाहिँ कुनै चलखेल हुँदैन। तपाईँले बिहान भर्नुहोस् अथवा राति भर्नुहोस् होइन,
तपाईँले सुरुकै दिनमा भर्नुहोस् अथवा अन्तिममा भर्नुहोस्, कुनै पनि त्यहाँ मतलब हुँदैन। तर तपाईँको चाहिँ आइपिओ चाहिँ भेरिफाई हुनु पर्यो र स्की भ्यालु अनुसारले चाहिँ आइपिओ पाठक गरिन्छ। ओके साथीहरू, आशा गर्दछु तपाईँले पक्कै पनि यो भिडियो हेरिसकेपछि तपाईँको जुन आइपिओ सम्बन्धीको जुन जिज्ञासाहरू छ, जुन चाहिँ कसरी पढ्ने भन्ने धेरैजना साथीले सोध्नुहुन्छ, त्यो जिज्ञासा पक्कै पनि तपाईँले यो भिडियो हेरिसकेपछि तपाईँले बुझिसक्नु भएको छ भन्ने मैले आशा गरेको छु। फेरि नयाँ भिडियोको साथ आउनेछु। आजलाई यति छ। हस्त, नमस्ते।